ब्याटल हो झन् रिस उठेको गीत गाउनु खोजेको तिमीलाई आउँदैन भने बहिनी त्यस्तो गीत नगाऊ मेरो चारै झरी गयो तिम्रो गीत सुनेर बहिनी मेरो चारै लजायो उ घर त हिँड्नु हुन्थ्यो भारी नै पुगेन जस्तो छ बहिनी किन हिँडेको दिदी बहिनीको ब्याटल है के गरी हिँड्छौ चारो छै सबै छोड्दै हिँड्दै नाचेछौ अरूका पाउँछ खोज्नु जानु पर्यो गीत गाएको हो कि गफ गरेको छै बहिनी तिम्रो कुरा त ए हो गाई कोटे कोटे म बुढी हैन दाँत मात्रै थोथे आचाले हो मेरो चारो लडीको च्याटिङमा त लडीको च्याप्टे जुत्ता लाउँछ के हो गोगो जुत्ता कपडा लाउँछु म जुत्ता छ खोक्रो खोइ तिम्रो खुट्टा बहिनी कति सेतो छ मेरो खुट्टा मात्रै लामो मेरो खुट्टा कति गोरो मैले जित्ने तिमी हार्यौ ल तिमी हार्यौ ल दिमाग तिमी हार्यौ ल एकछिन सोचेर बस है त ओके एकछिन तिमी सोचेर बस है त ल हाम्रो चारो यति दिदी बहिनीको कति रमाइलो छ जिन्दगी यार खेल्छु म चुङ्गी लु आउ बहिनी लुङ्गी लाएर नाचु है सुङ्गी ए भएन खेल्छु म चुङ्गी आउनु है दिदी बहिनी खेलु है चुङ्गी खुइ खुइ ओभर एक्टिङ होइन झन्नै मरियो उठा 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 स्याबास 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 अब उकालो लाग बुइनी यसरी लाग ल काँदै चढ्ने हिँड्नु न तपाईँको तिमी हिँड न म भिडियो गर्दैछु ल्याउनु गरिदिन्छु ल झुकिएर अरूतिर जाला है तिमी सधैँ नै पछिको पछि बहिनी ए यस्तो होइन हौ यो ब्याटलै भएन तपाईँले हानेको अलिक ब्याटल भनेको अलिक अर्कै हुन्छ नि त फेरि बालेनले हानेको थाहा छैन लोकधोरी हो यो बालेनमा होइन म त सच्चालाई फर्केको चेला भयो होइन फर्के सङ्पाङ माकुरी इधर देखो
इधर देखो मैं चारो काट्यांगी काट्यांगी क्या हुआ काट्यांगी गरी हुन्छ है कामा लो फेरि मुख लड बढियो डिउले चारो त छरै छ नि बिहान बिहान ओइ 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 टट मक्खी हो न मक्खी मक्खी ओइ 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 लाथा ओ यो के हो यति डरो फाटा लाग्ला है अनुहारमा मेरो फेरि लाग्यो भने मेरोमा लाग्छ ल यता काटेको रहेछ चालो आउन सक्छ कि सक्दैनस् ल आयो छु म ल कान्छी यता आएर यतापट्टि तल म यतापट्टि लाग्छु है कता लाग्न है म यतापट्टि लाग्न इचारो यता छ अब यहाँदेखि माका आक्स ह मास्लो बाटो निक्लिँदा भारी पुग्छ रहेछ के गर्नु यस्तो अप्ठ्यारोमा चारो खोज्नुपर्छ मासुको सुँगुरको मासुको भाउ छैन राँगाको मासुको भाउ 700 रुपियाँ केजी छ है हामीलाई कति गाह्रो छ सुँगुर पाल्नेलाई ओ माई गड यता त उगुई ल है म बन्द गरेँ यता हेर यतिमा रोकेको तेरो जिब्रो नानी का ल सालाका दुम्सी ल है भयो यता चारो रहेछ अब चारो टिप्नुपर्छ लाइक सेयर कमेन्ट गरिदिनु होला साथीहरू घाँस खाने बानी मजाले लाइक सेयर गरिदिनु है साथीहरू आज हाम्रो दिदी बहिनीको एकदम रमाइलो भयो है चारो कटाइ अनि यति भन्दै ब्याटल ऱ्याप होइन आज भोलि धेरै पछि बहिनी आएको थियो त्यही भएर आज चारो काट्नु जाऊँ भनेर जङ्गल आएको थियौँ होइन धेरै गाह्रो भयो अलिक मुनि काट्नु है मुनि हो त्यसरी होइन माथि माथि काट्दो रहेछ अनि भारी कतिर पुऱ्याउँछस् अनि त्यसपछि होइन अब हामी यहाँदेखि गएर चारो काटेर गएर खाना बनाउने काम बहिनीको म चाहिँ सुत्ने काम होइन मासु भयो भने मात्रै खाना अलिक रुच्छ साथीहरू के गर्नु त्यही भएर मासु खानुकै लाग्यो भने चारो खोज्न आएको खोइ भएन यता हेर त अब बाई गर I love you, bye bye.